एक राउन्ड घुमिदिउँ न त अब सारा रानी पोखरी होइन रानी पोखरी घुमिदिएर हेर्दा कस्तो देखिन्छ है ऊ माथि यहाँ टावर ऊ त्यहाँ घन्टाघर सारा यस्तो हरियो गार्डन मर्निङ वाक सक गर्न दामी बनाइदिएको छ फुल देख्नु चाहिँ दामी फुल बोल्यो क्याटम्यान यहाँबाट हेरौँ माथि ऊ त्यहाँ यहीँ अब यो तिहारको बेलामा खुल्छ त्यो मन्दिर होइन बालगोपालेश्वर कि के पालेश्वर यता चाहिँ जमल बगाल बगाल भ्यू देखिरहेको होइन पानी परेर होला खाली खाली त जतासुकै सिसिटिभी लगाएको छ यस्तो हरियाली मेन्टेन गरेको छ नि सेवा विदेशतिरको पार्कमा घुमे जस्तो भइरहेको छ होइन एङ्गलबाट रानी पोखरी दर्शन गर्छौँ होइन चौरमा बस्न तथा टिकटक बनाउन मनाइ छ है फुल पनि दामी दामी फुल फुलेको अवस्था हो एक राउन्ड घुमेर एकतिर हाल्नु पर्यो पानी पऱ्यो दिइहाल्छ त हो काठमाडौँतिर पुरा पानी परेपछि मौसम बगालै क्लियर रहेको अवस्था छ हेर मेरो रानी पोखरी हेर पहिला कस्तो थियो अहिले कस्तो हो पुरा नयाँ बनाएको छ नि त त्यस मर्निङ वाक गराउनु चाहिँ सही ठाउँ बनाएको छ काठमाडौँमा होइन कता रनिङ सनिङ हान्नु एक्सर्साइज गर्नुलाई सही हुन्छ ल काठमाडौँमा पोहोर ठाउँमा चाहिँ यतिको चाहिँ चाहिन्थ्यो क्या यहाँबाट हेरौँ क्लोज भ्यू